So hey guys, welcome back to my another vlog. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। आज चाहिँ म र दिदी पनि एकदम अब लाइक दसैँ छ नि त हैन, दसैँ छ। अब दसैँमा मिस गरिरहेछौँ, तर हाम्रो निधार खाली छ। निधार चाहिँ खाली छ। अनि अब मेरो पनि अब थोरै अलिकति प्रब्लम भयो हैन। अनि अब के भनौँ अब त्यस्तो कुराहरू पनि के सेयर गरिराख्नु हैन। अनि त्यही भएर अब दिनभरि त अब रुममा यत्तिकै बसिरहेको थिएँ। अनि बेलुका चाहिँ ल ठिकै छ, माइन्ड फ्रेस गर्नु जाऊँ न त। कति रोएर बस्नु, आखिर परदेश नै होइन। अब घरमा हुँदाखेरि पनि अब परदेशमा गएर गर्नुपर्छ भनेर चाहिँ थाहा छँदै थियो, तर पनि यति गाह्रो हुन्छ भनेर हामीलाई थाहा पनि थिएन क्या। गइन्छ मजाले बसिन्छ भन्ने लाग्थ्यो, अघि पछि त बस्यो, तर चाडपर्वको बेला सम्हाल्न गाह्रो हुँदो रहेछ। सो तर पनि सबै कुरालाई हामीले साइडमा राखेर चाहिँ आज चाहिँ हामी यसो कतारको मुन टावरमा हामी घुम्न आइरहेछौँ। अनि रुममा चाहिँ मैले बनाउनु बिर्सेछु क्या। अनि हामीले चाहिँ बिरयानी बनाएर खाइरहेको थियौँ अब बेलुकाको टाइममा। अनि अब के गर्ने त, घुमेरै भए पनि बनाइदिउँ न, अब टिका नभए पनि भनेर चाहिँ हामी घुम्न आएको छौँ। दिदी हाई गरिदिनु। हाई। अब चाहिँ मैले हजुरलाई यहाँको भ्यू देखाउँछु, यति दामी छ कि के भन्नु। सो यो चाहिँ हाम्रो कतारको भ्यू। अनि यो चाहिँ मेरो दिदी, राम्री दिदी, हाई भनिदिनु। कति राम्रो मानिन भएको छ, जस्तै त्यो मुन राम्रो मानेको छ त्यस्तै मानिन भएको छ हाम्रो दिदी होइन। अनि सो अनि यो चाहिँ भ्यू, अनि यति दामी छ क्या यो चाहिँ। सो गाइज, अनि यो चाहिँ होइन कति राम्रो भ्यू छ क्या होइन। अनि अब के गर्ने, परदेशमा भइसकेपछि होइन। अब हुन त यति रङ्गी चङ्गी छ, तर पनि घरको याद आउँछ। किनभने अब जति सानो आफ्नो लागि जति झुपडी नै भए पनि आफ्नो घर जस्तो होइन, आफ्नो घर जस्तो ठुलो केही पनि लाग्दो रहेनछ क्या। सो तर पनि केही छैन, दुई बहिनी छौँ हामी। अनि अब घुम्दै फिर्दै अब जाने के भन्ने अब भन्यो भने रुन मन लाग्छ। अहिले घरमा भइदिए कति रमाइलो हुन्छ है। टाढैबाट भए पनि धेरै सम्झना मेरो फ्यामिलीहरूलाई। यो वर्ष त यस्तै भयो होइन, अर्को वर्ष त गइएला नि त टिकाको लागि। अनि उसको बाबा चाहिँ हुनुहुँदैन क्या, मतलब 1 मन्थ जति भयो होइन उसको बाबाको पनि अब डेथ भयो। अनि उसको पनि त्यस्तै प्रब्लम भयो, मेरो पनि अब दसैँको लागि कुरेर बसिरहेको। 2 दिन अगाडि दाइको पनि एक्सिडेन्ट भयो। आमालाई त थाहा हुन्छ नि त। अनि मम्मीले चाहिँ अब त्यस्तो भयो भने आमालाई सङ्केत भइसके हुन्छ क्या। अनि त्यस्तो भयो गरे होइन। अनि त्यसपछि मम्मीले अनि 2-3 दिन अनलाइनमा आएको थिएन, म त्यति फोन पनि गर्दिनँ फेरि होइन। अनि मम्मीले त कहाँ छस्, के भयो तँलाई, अनि किन फोन गरेर किन अनलाइनमा आएनस् भनेको र। अनि यस्तो भयो भनेर अनि बल्ल भनेर 2-3 दिन पछि त्यो देख्दाखेरि चाहिँ कोही बहिनीलाई पनि निधारमा टिका लगाउनु मन लाग्दो रहेनछ क्या। अनि मैले त्यही भएर पनि ठिकै छ। अब मेरो दाइलाई त्यति गाह्रो हुँदाखेरि म चाहिँ किन टिका लगाएर रमाइलो गर्नु भनेर म बसिरहेको थिएँ। अनि तर पनि मेरो दाइले अनि केही हुँदैन, अब मलाई सन्चो भइहाल्छ, अनि तिमी रमाइलो गर भन्नुभयो। अनि मैले टिका चाहिँ लगाएन। अब सबैभन्दा ठुलो मम्मी बाबाले लगाउनु पर्ने, हजुरआमाले लगाउनु पर्ने, उहाँको हातबाट लगाउनु पाएन। आफूले पनि लगाउनु मन लागेन क्या। अनि केही छैन, यस्तो दुःखको कुरा यस्तै होइन। जति कुरा गऱ्यो त्यति रुन मन लाग्छ क्या। यस्तै लाग्छ कि अब के गर्ने, परदेशलाई घर जान हतार हुन्छ, नेपालमा भएकोलाई परदेशमा आउनु हतार हुन्छ भने जस्तै हो हामीलाई पनि होइन। अब भने जस्तो छैन। अब घरबाट नेपालबाट भन्दा सजिलो छ विदेशमा, तर विदेशमा यति धेरै स्ट्रगल गर्नुपर्छ, स्ट्रगल गर्नुपर्छ भन्ने मात्रै विदेश हो। पैसा नाति छैन। मम्मीले भन्नु त क्या एउटा डाइलग छ नि, अनि पैसा माग्दाखेरि क्या जब कमाउने हुन्छ अनि बल्ल थाहा हुन्छ भन्नुहुन्थ्यो। अनि के छ र भनेर घुर्काउँदाखेरि होइन छोरी, अनि के गरे पैसा बाघको मुखमा हुन्छ भन्थे, हो रहेछ जस्तो लाग्छ क्या। जब विदेशमा आइयो विदेश चाहिँ बाघ जस्तो लाग्छ। अनि उसबाट निकाल्दाखेरि पैसा चाहिँ एकदमै गाह्रो हुन्छ क्या हामीलाई होइन।
गाह्रो छ साथी, गाह्रो छ। के गर्ने? यही हो परदेशीको दसैँ कस्तो हुन्छ, निधार खाली निधार खाली छ। अनि मैले पनि बहिनीलाई लगाइदिन्छु भन्ने घरमा जुठो परेछ। उसले पनि छुन नमिल्ने, मेरो निधार खाली गर्दिन भन्दै हुनुहुन्थ्यो। तर पनि भयो, केही छैन। 22 वर्षसम्म नभएको खाली भयो यो वर्ष। तर पनि भन्छन् कि होइन, फर्स्ट इयरमा मात्रै अलिकति गाह्रो हुन्छ भन्छन्। तर म चाहिँ थाम्न सक्दिनँ जस्तो लाग्छ क्या। आउँदै थियो होइन, दसैँ आउँदै थियो, तर मलाई यति मन भक्कानिरहेको थियो क्या होइन। सबै कुराहरू कस्तो गाह्रो हुँदो रहेछ। म त फर्स्ट टाइम आएको यति धेरै रोएको छु, यति रोएको होइन। मलाई त्यस्तै भयो त। यहाँ 0बाट स्टार्टिङ गरेको। मेरो अन्त पहिलो दसैँ हो नि त, त्यसैमा पनि अन्त केही थिएन के, अलिअलि मन थामिहालिन्थ्यो होइन, केही पनि हुन्थेन। तर पनि दाइको एक्काइस सुन्नु पर्यो कि होइन। यस्तो भयो भन्दाखेरि त एकछिन त छानाबाट खस्या जस्तो भयो कि, कहिले पनि नसोचेको कुरा भयो। त्यसैमा अब बाउआमाले सोचेका हुन्छन् नि होइन, अब छोराछोरी अब बाउआमाकै खुसीको लागि त हामीले सबै कुरा त्यागेर अब परदेशमा आएको बेला पनि अब छोराछोरीलाई केही भइदियो भन्दाखेरि बाउआमालाई कस्तो गाह्रो हुन्छ। त्यही भएर अब मेरो दाइले 2 दिन भइसकेको रहेछ क्या त्यस्तो भएको होइन। आफै पीडामा बसिरहेको, 10 त टाका लगाउँदाखेरि पनि नभनेको क्या फ्यामिलीले थाहा पाउँछ भनेर। अनि मम्मीले एक्कासी कल गर्दाखेरि थाहा भयो कि होइन। यस्तै हो परदेशमा भएकोलाई के हुन्छ भने चाहिँ अब सानो अलिकति मतलब नराम्रो सपना देख्दाखेरि पनि घरमा केही भयो कि भन्ने हुँदो रहेछ क्या। त्यो चाहिँ फिल भइरहेको। यो चाहिँ साँच्ची हो होइन, यो चाहिँ साँच्चीकै हो कि। सायद मलाई मात्र होइन, सबैलाई हो जस्तो लाग्छ कि। किनभने मान्छे यहाँ हुन्छ तर मन चाहिँ नेपालमै हुन्छ। नेपालमा हुन्छ। यही नै रहेछ, गाह्रो छ कि। अब के भन्ने, अब के भनौँ भइरहेछ। ठिकै छ गाइज, धेरै दुःख कुरा भयो। अब तपाईँहरूलाई चाहिँ त्यो अर्को त्यो देखाइदिन्छु। यो चाहिँ हामी उहाँ अस्ट्रेलिया गएको यहाँ मतलब के गरे, युकेमा पनि छ होइन। यस्तो हामी युकेमै जानु पर्दैन, हामीले यहाँबाट त्यहाँ चढ्न नपाए पनि होइन। अब यसो अलिअलि चिया खाऊँ न होइन, धेरै गफ हान्ने होइन। अनि खानेकुरा त हामीले अघि नै खाइसक्यौँ, हामीले देखाएनौँ। किन देखाउने, हामीले मात्र खाने हो नि त, देखायो भने त गाह्रो हुन्छ। सो मेरो फ्यामिलीहरूलाई पनि के भन्यो भने हामी धेरै सम्झेछौँ होइन, मनमा पीडा लुगाएर भए पनि हाँसिरहेछौँ। अब हाम्रो खुसी नै आमा बाउको खुसी हो। हामी नै अहिले रुँदै फोन गऱ्यो भने त ऊ पनि त रुन्छ नि त होइन, उसलाई पनि चित्त दुख्छ। सो त्यही भएर ह्याप्पी दसैँ है सबैजनालाई। हामी पनि खुसी हुँदै भयो पनि खुसी हुँदै भए पनि हामीले ह्याप्पी दसैँ चाहिँ भन्यौँ होइन, नमनाए त पनि ह्याप्पी दसैँ है गाइज। सो अब चाहिँ हामी अब के गर्छौँ त, हामी अलिअलि चिया खान्छौँ होइन। अनि त्यसपछि जानुपर्छ। कति बज्यो? यसो टाइमलाई मध्यनजर गर्दै हामी चाहिँ अब यसो अलिअलि फोटोसोटो भिडियो बनाउनै पर्यो। के गर्ने गाह्रो छ, यसो बनाउँछौँ ल अब हामी। सो गाइज हामीले चाहिँ होइन, अब हामीले अलिकति अब अघि भनेको थियौँ कि हामीले चियाहरू खान्छौँ भनेर। अनि हाम्रो लागि चाहिँ चिया आइसक्यो। सो दिदी लिनु। अनि एउटा चाहिँ हजुरको लागि, अनि त्यो चाहिँ पानी, किनभने गर्मी छ कि होइन। सो अब यो चाहिँ एउटा समात्नु अनि मलाई दिनु। अनि हामीले चाहिँ त्यो चिया समात्नु न। अनि त्यो कसरी, ल यहाँ राख्दैन, यहाँ यसमा राख्नु त ल। चियर्स चियर्स हाम्रो लागि। यो मेरो पेटमा आगो लाग्छ किन? फेरि फायर बोकेर आउनुपर्छ। केही छैन, पानी त यत्रो छ नि त। सो अब चाहिँ हामीले खानु स्टार्ट गरेको है त। दामी छ है। पानी खान्छु। मिठो खानु। पहिला पानी खान्छन् कि चिया खान्छन्? पहिला पानी खान्छु, त्यसका बाजे मरेन हो। ए भित्र छिर्यो, पानी गयो, पानीमा गयो। म जुठो गर्नु लाग्थ्यो। सो अब चाहिँ हामीले, किनभने अरू ठाउँै छैन क्या खाएर होइन। खायौँ अब हामीले।
सो गाइज हाम्रो चाहिँ होइन अब घुम्ने कामहरू भइसक्यो अनि हामीले फोटोहरू पनि खिचिसक्यौँ होइन। अब जानुपर्छ 1 बजिसक्यो। अब घुम्दै फिर्दा अब भिडियोहरू बनाउँदाखेरि टाइम लागिहाल्यो। अब जानुपर्छ हामी। अनि अब चाहिँ मेट्रो बन्द भइसक्यो। आज थर्सडे हो नि त, अनि थर्सडेमा छिटै नै हुन्छ, 12 बजीतिर नै हुन्छ। त्यही भएर आउँदाखेरि चाहिँ मेट्रोमा आएको, अब जाँदाखेरि चाहिँ उबरमा जानुपर्छ हामी। सो त्यही भन्दै लास्ट टाइम पनि ह्याप्पी दसैँ। अझै 5 दिनसम्म छ। सो मनाउनु राम्रोसँग। अब हामी चाहिँ ड्युटी जानुपर्छ अनि त्यही हो। सो बाई बाई, सी यू इन माई नेक्स्ट ब्लग। बाई। Thank you for watching my video.